विष्णु राणा या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। ठाकुर कल्याणकारी सभा युएका अध्यक्ष कारबार रमानन्द चौधरी या कोही प्रतिनिधि हुनुहुन्छ भने विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी सुनुवार सेवा समाज शाखा युएका अध्यक्ष नरबहादुर सुनुवार साथीको प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहे। त्यसै गरी युएका अध्यक्ष देवी या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहे। सिक्कु पाल्चु तामाङ समाज युएका अध्यक्ष राजु नगरकुटी तामाङ या कोही प्रतिनिधि उपस्थित हुनुभएको छ भने उहाँलाई आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यसै गरी संयम सेवा समाज युएका अध्यक्ष मोहन बी बोम्रे मगरज्यू या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी कृषि समाज युएका अध्यक्ष लोकेन्द्र लामा या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहे। बनारनगर समाज युएका अध्यक्ष नामदेव नेउपाने नवीन या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुन। त्यसै गरी छापाकोट एकता समाज युएका अध्यक्ष युवराज घिमिरे या कोही प्रतिनिधि उपस्थित हुनुभएको छ भने आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यसै गरी वार्निङ युवा सम्पर्क समाज युएका वरिष्ठ उपाध्यक्ष श्री लक्ष्मी भट्टराज्यू आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। कालीगण्डकी सहयोग समाज संघ युएका अध्यक्ष देवराज पाण्डेज्यू या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथै उपस्थित सबैजनाले ताली बजाएर पनि हौसला बढाइदिनुहुन्छ भन्ने विश्वास गर्दछु। त्यसै गरी देवता सेवा समाज युएका अध्यक्ष श्याम बस्यालज्यू या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी पत्तरी समिष्टिगर समाज युएका अध्यक्ष वीरराई या कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आएर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। क्षेत्रीय समाज युएकी महिला अध्यक्ष तारा किशोर आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी युनाइटेड नेपाली ड्राइभिङ कम्युनिटीका देवेन्द्र राज काफ्लेज्यूलाई पनि आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पारम्परिक समाज युएका कोषाध्यक्ष सन्तोष नेउपानेज्यूलाई पनि आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। उपस्थित हुनुभएका वीरनारायण देवालज्यूलाई पनि आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्रवासी नेपाली मञ्च युएका युएलाई प्रतिनिधित्व गर्न उपस्थित हुनुभएका धनराज पाण्डेज्यूलाई पनि आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्न चाहे। यसै गरी सनातन गौ संरक्षण अभियान युएको भजन मण्डली टिम उहाँहरूको म लगातार नाम लिन चाहे। एकमुष्ट लेखनाथ गैरेज्यू लगायत उहाँको सम्पूर्ण टिमहरू भोग प्रसाद देउपाने राजु बस्यालज्यू पिताम्बर सुवेदी माया बस्याल तुलसी छेत्री सौगर देवलज्यू उहाँ सम्पूर्णलाई म एकमुष्ट स्वागत गर्दै आजको अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहे। सबैजना मैले धारण गरेर बसिदिनु होला। यस्तो गर्मीको बावजुद हजुरहरूले यहाँ उपस्थित भएको छ यहाँलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब पनि यसै गरी प्रवास सम्पर्क विभाग युएको प्रतिनिधित्व गरेर आउनुभएको छ देवराज पण्डेलज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। र यस हलभित्र
लागि हार्दिक अनुरोध गर्दछु। कृपया यो बाक्लो उपस्थितिको लागि एकचोटि जोरदार ताली बजाइदिनुको लागि पनि अनुरोध गर्दछु। अब पनि हाम्रो अतिथिहरू आउने क्रम जारी नै रहनेछ र हामीले आसन ग्रहणलाई यही थाती राख्दै अब हामी दीप प्रज्वलनको लागि हामी गुरुहरूलाई म तयारी अवस्थामा बसिदिनु हुन अनुरोध गर्न चाहे। अब हामीले 108 दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नेछौँ। दीप प्रज्वलनको लागि आजको प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र कार्यक्रममा उपस्थित भएका सम्पूर्णलाई सहभागी भइदिनु म अनुरोध गर्न चाहे। साथै स्वस्ति वाचन गरिदिनु हुन आदरणीय गुरु पण्डित माधव बैनीज्यूलाई हार्दिक अनुरोध गर्दछु। माफ गर्नु होला, हाम्रो माधव गुरु यहाँबाट गइसक्नु भएको मैले यहाँ जानकारी पाएँ। अहिलेलाई पनि म हाम्रो गुरु गणेश बैनीज्यूलाई स्वस्ति वाचनको लागि अनुरोध गर्न चाहे र प्रमुख अतिथिज्यूहरूलाई पनि अगाडि आएर दीप प्रज्वलनमा सहभागी भइदिनु हुन अनुरोध गर्न चाहन्छु र सबैजनाले आफ्नो ठाउँबाट यथास्थानमा उभिएर दीप प्रज्वलनमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु। शुभम भवतु मम शत्रुविनाशाय विनाशाय विपर्वते नमस्ते। ओम स्वस्ताय स्वस्ति न इंद्रो बृहस्पतिः स्वस्ति न पूर्वा विश्ववेदा स्वस्ति नस्तारचुष्टाये देहि स्वस्ति नो बृहस्पतिर्दधातुः। ओम देवो शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरपः शान्तिरोपदया शान्तिर्वनस्पतयः शान्तिर्सदेव शान्तिः ब्रह्म शान्तिः सगतो शान्तिः शान्तिरेव शान्तिः शान्तिरेव जतो गतः समीहसे ततो Om Ambe Ambike Ambalike Nanaya Kasana Sasana Kusyaka Savadraka Om Om Gaya Sambhikadhyam Namaha Om Namaya Sadhyam Namaha Om Variham Bhagavadhyam Namaha Om Sati Bhavantaradhyam Namaha Om Ishkadevadhyam Namaha Om Shivadevadhyam Namaha Om Brahmadevadhyam Namaha Om Mata Pita Charanakamavadhyam Namo Namaha Om Sarvebhyo Devebhyo Namo Namaha Om Shubhasya Patilogajakaraka Lambodara Sadhikato Vindanaso Vinayaka Namraketo Gadagachyo Balachandro Gajana Vavasepamina Yakaparasharadati Vikwarango Vivaya Sapandese Nirvanayataka Vajrale Sampatese Vali Vastasya Vadayatre Swamidhammadeva Sasiva Acharulam Pasamam Manandaya Sayam Sante Tadeva Lagnam Srinam Tadeva Tatavata Tadeva Tadeva Deva Dukmaram Deva Tadeva Lakshmi Krishnaram Gazanam Gopaladi Sadhikam Tadeva Gopalachari Shukam Shukadina Satarakam Namahiriya Saraya Pandapam Tadam Namahiriya Saraya Pandapam Tadam Sarasam Viswaram Bhattachandasam Bhargavam Suvayam Lakshminam Vande Vishwaram Sarvabhumi
कृष्णवन्देव सर्वलोकैकनाथं ॐ भूर्भुवस्सुवः संसारसागरं गजेन्द्रहरं शिवासुन्दरं सर्वं मधुराता तमेव सर्वं मम देवदेव ॐ सरस्वती नमस्तुभ्यं सोमं समित्रं करोतु Om Davo Vendraha Santro Davo Vishwatama Davo Vendraha Prasanam Om Gogay Namo Namaha Om Mangalam Bhagavan Vishnu Mangalam Maham Garbhaja Mangalam Charancha Champaya Hari Om Sarvamade Sade Sarvaka Sadike Sanamatra Gauri Namaste Om Sri Krishnaya Vasudevaya Hare Paramatmane Prabhakare Sanasaya Govindaya Namo Namah Om Sambhagaram Vasaram Paramanam Suvasam Viswaram Dharmasudasam Vasunam Vasunam Amlavedam Vande Vishnuyam Samadhotam Om Janti Nagakali Nagakali Kakali Kakachanasvara Krishanasvara Namaste Om Saraswati Namaha Om Brahmayaya Sundam Pushparam Varukamaya Namato Matsum Buddha Om Purnamaha Purnamaha Jatu Om Santi 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 Om Triyanam Susram Yatudana Devi Paripurna Sadam Om Santi 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 यहाँ सम्पूर्णलाई धन्यवाद। अब फेरि राष्ट्रिय गानाको लागि पनि सबैजना उठेर सरिक भइदिनको लागि पनि अनुरोध गर्दछु। एकछिन नहोस् होला है त। सबैजना यहाँ स्थानबाट उठ्नको लागि विनम्र अनुरोध गर्दछु। अब हामी कर्मभूमिको राष्ट्रिय गानामा सरिक हुनेछौँ है त। यहाँ सम्पूर्णलाई स्थानमा बसिदिनको लागि पनि विनम्र अनुरोध गर्दछु। त्यसै गरी हिन्दू जागरण हिरोइन नेपालका उपाध्यक्ष हुनुहुन्छ युवराज नेउपानेज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि विनम्र अनुरोध गर्दछु।
यसै गरी हुनुहुन्छ मैले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सुनिता शर्माज्यूलाई। उहाँले आफ्नो पुष्पवृष्टि शब्दहरूले यहाँहरूलाई मिठो स्वागतको गीत सुनाइसक्नु भएको छ। कृपया उहाँको लागि एकचोटि जोरदार ताली बजाइदिनको लागि पनि विनम्र अनुरोध गर्दछु। र यसै गरी हिन्दू जागरण गएका प्रमुख संरक्षक हुनुहुन्छ आदरणीय व्यक्तित्व भूमिराज कण्डेलज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। भूमिराज कण्डेल। र यसै गरी सेन्टर सहयोग समाजका अध्यक्ष हुनुहुन्छ रेशम खनालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी परासी सेवा समाज युएका प्रमुख सल्लाहकार हुनुहुन्छ भूपराज डुम्रेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु।
अब स्वागत मन्तव्य राखिदिनु हुन यसै संस्थाकी वरिष्ठ उपाध्यक्ष श्री लक्ष्मी शर्माज्यूलाई यस स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। लक्ष्मी शर्माज्यू। आदरणीय प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधिज्यूहरू, कलाकार मित्रहरू, सञ्चार कर्मीज्यूहरू तथा उपस्थित सम्पूर्ण सनातन प्रेमी दाजुभाइ दिदीबहिनीहरूमा सनातन गौ संरक्षण अभियान युएको तेस्रो अधिवेशन एवं भजन कीर्तन र विविध सांस्कृतिक कार्यक्रम पुष्परूपी दुई शब्द गुच्छाहरू राख्न पाउँदा हजुरहरूलाई हार्दिक स्वागत मन्तव्य व्यक्त गर्दछु। प्रदेश भूमिमा रहे पनि गौमाता सनातन धर्म संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि यहाँहरूको अमूल्य उपस्थितिले हाम्रो अभियानलाई थप ऊर्जा प्रेरणा र उत्साह प्रदान गरेको छ। यहाँहरू सबैप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। यस पवित्र कार्यक्रममा सहभागी भई यसको गरिमाय बढाइदिनु भएकोमा सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। कार्यक्रमको अन्त्यसम्म यही आत्मीय साथ सहयोग र सद्भाव कायम राखी यस समारोहलाई पुनः सफल बनाउन सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ आफ्ना यी दुई शब्दहरू यही अन्त्य गर्न चाहन्छु। स्वागतम। जय गौमाता, जय सनातन। धन्यवाद। हार्दिक धन्यवाद आदरणीय दिदी लक्ष्मी शर्माज्यूलाई। उहाँले आफ्नो शब्द स्वरूप उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिसक्नु भएको छ। अबको समयमा हाम्रो सनातन गौ संरक्षण अभियान योको भजन मण्डली तयारी अवस्थामा बसेकी